आज चाहिँ कति गाडी मात्रै हिँड्नु भनेर है यो महिनामा पाउने चामल है यो बाटोमा यसरी उकालो बोकेर लाँदैछु। आज चाहिँ कोही कोही बेला यसरी पनि गर्नुपर्छ, बेसी सुविधा मात्रै हुँदैन है, जिउलाई अलिक सधाउनु पनि पर्छ। यही चाहिँ चामल, यो 20 किलोको यो चामलको पोका यसरी टाउकोमा बोकिन्छ। बस्तीमा दुःखै छ यसरी गरी खानु है। अब चाहिँ फेरि एकचोटि बिसाउनु पर्ला जस्तो छ है। दुईचोटि त बिसाइसकेँ, अब चाहिँ एकताल बिसायो भने चाहिँ पुऱ्याइन्छ घरमा।